हजुर दीदी नमस्ते छ हजुरलाई। नमस्कार दीदी नमस्कार। ए दीदी तुम्हारा गीत गाएका थे क्या यो हमारा पहाड़ का उइमा बन बेत जंजा गाउन आन क्या घाटी के हाथ लाइबर गाउन आन सु सु भड़ीबर क्या ठाडी भाका हजुर नान यो कभै बाडुलीमा कभै कसै रेडियो गाउँमा तमरो आवाज सुडेका थियो क्या आजलाई खुबै सुटे रहर लाग गए रे आज तमसँग भेटलै भइगए थियो क्या नानो एक गाइबर सबैलाई सुनाइदियाला दिदी। बुनेरैका पढाइ भयो बुनेरैका पढाइ भयो भयो रुचि ढेरै चिनु भयो रुचि ढेरै चिनु भयो चिनु भयो रुइति जानाइ मानिसको रुइति जाना मानिसैको सैको जुवार साथै भेटु भयो जुवार साथै भेटु भयो रुखैमै पागै भइपल रुखैमा पागै भइपल फलहरू भुइँ फल झरी जाऊ भुइँ फल झरी जाऊ हाम्रो संस्कृति बागा जु हाम्रो उडाइ बागा बागा जु अगाडि बढी जाऊ अगाडि बढी ल बहुत धन्यवाद छ दीदी यति मिठो आवाज देखा अनि और तुम्हारा आवाज तो बहुत शुद्ध होती थी मैं रेडियो उमा देखा अच्छा चल मात्र रेडियो न शुद्ध थोकाई भैया मतलब बहुत बहुत सुनला खान दिया कंजे देखा तीन टेलीफोन का ग्रुप में जोड़िया देखे बोले उन्जाले तुम्हारा सोसो यो ठाडी भाका गाया सुनेन थे देखा मैले मल्ल राजालाई मैले फोन गरेर बुट तो लागि दिदीलाई चाहिँ फोन गरेको कि नि भनेर मैले दुईचोटी सोधेको थिएँ मैले भने उनलाई चाहिँ जसले बोलाए हा भनेको थिएँ मैले और केही न और केही गाउने हुनु त्यसो भए आज हुन्छ तमलाई ढिलो हुन आयो थियो क्या ल जाने जाने बेला त्यही जुन किडी भन्ने आउँछ एउटा त्यही गाइदियो भने गोरु चाहिँ टाढो बाटो बेरोला जुन किडी पुकुलो कोही बेला पुकुलो कोही बेला रुन्छै मान धड्कन्छ जातिला जुन किडा सम्झन्छु जै बेला सम्झन्छु जै बेला ल हुन्छ दिदी बहुत बहुत धन्यवाद छ भन्नु अहिलेलाई पनि हामी हजुरबाट छुट्टी जान अर्को दिन हामी कहीँ बुटतोला कहीँ आइगेबाट बिचारीमा अर्कोचोटि हामी हजुरसँग भइया सबै कला चाहिँ रिकर्ड गर्ला दिदी भाइ हा ल ल हुन्छ मेरो दिदी हुन्छ ल बाँचेर या पलेर या दिदी हा ल नमस्ते दिदी ल